डिबिजी आज तपाईँलाई यस्तो हेर्नुको लागि अहिले नयाँ दम्पति जस्तो देखिन्छ होइन के हो अलिकति बताइदिनुहोस् न हामी नयाँ हो होइन हामी 4 महिना मात्रै भयो विवाह बन्धनमा बाँधिएको होइन त्योभन्दा अगाडि हामी अफेयर्समा थियौँ धेरै वर्ष अहिले जस राम्रो चलिरहेको छ कसरी बितिरहेको छ जिन्दगी रचना मात्र छ कि अथवा टाइम टेबल चाहिँ कसरी दिनुहुन्छ अब अहिले त मोस्टली रचनामै हो होइन त्यसबाहेक अब फ्यामिलीसँग पनि अलिअलि टाइम दिनुपर्ने हुन्छ होइन भर्खरै विवाह बन्धन बाँधिएको छ टाइम दिनु भन्दाखेरि अप्ठ्यारो पर्छ होइन म्यानेज गरिरहेको छु दुईटै कुरालाई मायामा कसरी पर्नुभयो अलिकति बताइदिनुहोस् न मायामा चाहिँ अब हाम्रो खास यो अलिकति यो अहिलेको जुन सोसियल मिडियाकै कज हो होइन सुरुवात चाहिँ त्यहाँबाट भयो भेटघाट भयो त्यसको थ्रुबाट माया झान्ग्यो विवाहसम्म पुग्यो पहिलो भेट चाहिँ कहिले भएको थियो हाम्रो पहिलो भेट भनेको लगभग 3 वर्ष भयो होला 3 वर्ष हाम्रो त्योभन्दा अगाडि नै हाम्रो चिन्जान थियो होइन भेट चाहिँ अलि पछाडि त्यही पनि क्लियरली भन्नुपर्दा चाहिँ उहाँको गीतमा चाहिँ म मोडल खेल्छु भनेर खासमा त्यस्तो कुरामा चाहिँ भेट भयो मोडल अफर गर्नुभयो उहाँले चाहिँ होइन एउटा साथी हुनुहुन्थ्यो मेरो उहाँले चाहिँ उहाँको गीत पठाउनु भएदेखि मलाई यसमा भिडियो खेल्ने उसको पनि इन्ट्रेस्ट थियो बाहिरै हुँदाखेरि अनि त्यस पछाडि खेल्छु भन्दाखेरि चाहिँ उहाँसँग कुरा अफेयर त्यस्तै गीतहरू दाइको धेरै हिटहरू छन् होइन म मोडलिङ भने म चल्थेँ कि जस्तो लागेन अलिकति डाहा के होइन त्यस्तो त भएन अनि पछि अब अफेयरमा भनेपछि नखेला भन्नुभयो त्यो गीत त्यतिकै छ अझ पनि भिडियो बनेको छैन त्यसै नै छ कस्तो भने त्यो गीत चाहिँ अलिक स्याड सङ थियो होइन उसलाई अलिक स्याड त सुन्दैन कि जस्तो लाग्यो मलाई त्यो भएर अलिकति राम्रै गीतमा अलिकति रोमान्टिक गीतमै गर्दाखेरि राम्रो होला फेरि राम्रो नाच्छ पनि त्यो भएको भएर मैले त्यो बनाएँ भनेपछि उहाँलाई रिलमा भन्दा नि अब रियलमा चाहिँ ठिक हुन्छ भने रोमान्टिकतिरै ढाल्नुभयो रोमान्टिकै ढाल्नु पऱ्यो जस्तो अब अहिले रियल लाइफमै रोमान्स चाहिँ चलिरहेको छ होइन त्यसलाई चाहिँ रियल लाइफमै ल्याउनु पऱ्यो अनि यो तपाईँहरूको लभ चाहिँ नि कसरी चाहिँ नि कसले चाहिँ नि पहिला चाहिँ प्रपोज गर्यो तपाईँहरूलाई डिबिजीले गर्नुभयो कि उहाँ सपनाजीले गर्नुभयो कि पर्पोज त उहाँ चाहिँ अब प्रपोज नगरिकन तपाईँहरूको एकअर्कामा माया प्रेम बस्नु गयो कि अब ठ्याक्कै यो यसैले पर्पोज गर्यो भन्ने चाहिँ छैन होइन तर त्यो गफ हुँदा हुँदै एउटा उसले पनि अब एकदम रेस्पेक्ट गरेर बोल्थ्यो मलाई त्यतिखेर मैले पनि जी भन्थेँ अनि पछि त्यतिकै चाहिँ कसरी बोल्थ्यो कमेन्ट हामी त्यो दोहोरी टाइपको कमेन्ट हुन्थ्यो क्या अब त्यो भएपछि चाहिँ अनि अलिकति सिग्नलहरू पनि उसले पनि देख्यो होला मैले पनि भेटेँ अनि त्यतिकै भेटघाट भएपछि चाहिँ अलिकति जान्यो भनेपछि कति वर्षको अफेयर पछि चाहिँ तपाईँहरूले चाहिँ यो वर्ष चाहिँ तपाईँहरू वैवाहिक बन्धनमा बाँधिनु भयो हामी लगभग हाम्रो 3 वर्ष पुरा भएको थियो 3 वर्ष अफेयर्समा सकिए पछाडि हाम्रो विवाह बन्धनमा बाँध्यो डिबिजीलाई सपनाजीको एक्ज्याक्ट मनपर्ने कुरा चाहिँ उहाँको चाहिँ के लाग्छ नि उसको सबभन्दा राम्रो त एकदम व्यवहारिक छ होइन हेर्दाखेरि नक्कली देखियो भने एकदम व्यवहारिक छ उसको एकदम त्यो हुन्छ क्या त्यहाँ व्यवहार र उसको हेर लुक्समा चाहिँ धेरै फरक छ अनि उसको व्यवहारले तान्यो भनेपछि गीत पनि नक्कली लेख्नु भएको हुनाले जीवनसाथी पनि नक्कली नै रोज्नु भयो त्यो पनि हो सुरुमा उसले पनि यस्तो मान्छे भएको स्याड सङ मन पराउँदो रहेछ होइन अनि पछि गर्दा गर्दै अब अलिकति हामी अफेयर्समा भएपछि अब रोमान्टिक हुने भयो होइन वातावरण अनि हामीले कतिपय कुराहरूलाई चाहिँ रोमान्टिक भन्नाले उसले पनि सल्लाह दिन्थ्यो यस्तो चाहिँ कन्सेप्टमा लेख्नु न भन्थ्यो ऊ पनि आफै पनि राम्रो लेख्छ त्यो भएर मलाई धेरै आफ्नो परिवारमा अनि सपनाजीलाई चाहिँ नि डिबिजीको चाहिँ के चाहिँ मनपर्छ हेबिट नै राम्रो लाग्छ एकदम अनेस्ट हुन्छ नि हजुर इमान्दार एकदमै झुट नबोल्ने इमान्दार जस बोलेको कुरा चाहिँ सबै कुरा गर्छ नाइ भन्ने शब्द चाहिँ उहाँमा छैन भनेपछि चाहिँ सबै कुरा गर्छ भनेपछि आफूले सोचेको राजकुमार तपाईँले अहिले पाउनुभएको छ सोचेको भन्दा नि सोच्दै नसोचेको राजकुमार चाहिँ पाएको भन्नुपर्छ भनेपछि त्यति गुण हुनुहुन्छ उहाँसँग कुनै त्यो कल्पनै नभएको एकदम गुड एक्सपेक्ट मान्छे अनि जस्तो कि डिबिजीको आजकल गीतहरू चाहिँ उहाँले लेख्नुभएको गीतहरू आजकल हिट हुँदै गइरहेको छ दिनबाई होइन ब्याक टु ब्याक हिट भइरहेछ यसमा चाहिँ उहाँ चाहिँ यस्तो हिट भएको हुनाले चाहिँ उहाँ चाहिँ अहिले चाहिँ यङ पनि हुनुहुन्छ त्यस साथ उहाँको फ्यान फलोभरले चाहिँ यसो फलो गर्दा उहाँलाई चाहिँ म्यासेज गर्दा यसो भेट्दा चाहिँ तपाईँलाई चाहिँ कस्तो फिल हुन्छ नि त्यो त मलाई त्यस्तो त राम्रो लाग्छ झन् अब सबैले प्रशंसा गर्नुहुन्छ होइन सबैले अब बोलाउनुहुन्छ रेस्पेक्ट गर्नुहुन्छ राम्रो लाग्छ तर जे जस्तो भयो पनि अब भेटघाट भयो पनि रमाइलो भयो पनि ठिक फिक्स टाइम आफ्नो
फिक्स टाइम हुन्छ नि जस आफ्नो टाइमबाट चाहिँ बाहिर नजानुहोस् त्यति चाहिँ भन्छु म त्योभन्दा चाहिँ अलि रिसाउने केही होइन त्यही त होइन यो भर्खर तपाईँहरूको वैवाहिक बन्धन बाँधिनु भएको छ होइन त्यसो गर्दा उहाँले भेट्दाखेरि तपाईँलाई कस्तो फिल हुन्छ जस्तो उहाँ एकचोटि सेल्फी हानौँ वा चाहिँ एकचोटि अटो दिनुहोस् यसो भनेर चाहिँ अब डेटिङ गरौँ यसो डिनर गरौँ होइन के छ त भनेर भन्दाखेरि चाहिँ तपाईँलाई सँगै गर्दा चाहिँ कस्तो त्यस्तो केही त्यस्तो फिल त्यस्तो केही हुँदैन नर्मल लाग्छ त्यस्तो भनेपछि तपाईँलाई त्यतिसम्म विश्वास छ उहाँप्रति एउटा मात्रै मलाई एउटै कुरामा मात्रै घर ढिलो भयो भने मात्रै त्यति कुरामा टाइमिङमा चाहिँ एकदम मिस्टेक छ क्या कहिलेकाहीँ हाम्रो अब यो इन्टरटेन ढिलो होइन हजुर पार्टी हुन्छ के हुन्छ भेटघाट हुन्छ अलिकति ढिलो भइहाल्छ भन्ने टाइममा होइन त्यतिखेर चाहिँ आपत्ति जनाउँछ अनि आजकल दिनचर्याहरू चाहिँ कसरी बितिरहेको छ तपाईँहरूको हाम्रो त अब यस्तै हो आफू पनि ब्युटिसियन पनि हो होइन उसको क्लास जान्छ अनि मेरो अब डेली यही म्युजिक फिल्मै छ कम्प्लिटली होइन लेखनदेखि लिएर सानो अफिस पनि चलाउँछु अहिले होइन त्यस्तै हो उसको आफ्नो साइडमा आफ्नो जब छ मेरो पनि आफ्नो छ त्यो भएर हाम्रो ठ्याक्क टाइमिङमै चलिरहेको छ अनि तपाईँ हेर्दा भर्खरको हुनुहुन्छ अनि गीत चाहिँ अहिले नयाँ नयाँ पृथक शैलीको निकाल्नुहुन्छ जस्तो कि तपाईँको गीत चाहिँ नि सबैले अहिलेको जेनेरेसनमा सबैले रुचाउने खालको हुन्छ तपाईँले चाहिँ गीत चाहिँ नि अब कस्तो उहाँ सपनाजीलाई हेरेर चाहिँ लेख्नुहुन्छ कि वा चाहिँ अब आफ्नो के हिसाबमा चाहिँ फिल्डमा चाहिँ तपाईँले गीत लेख्नुहुन्छ जस ऊ भइकन पनि धेरै मलाई सहयोग भएको छ मतलब यो रोमान्टिक फिल आउनुलाई चाहिँ होइन त्यो बेला अब एक्लो हुँदाखेरि त्यसले अलिकति स्याडनेस त्यो टाइपको आउँथ्यो फिल बढी होइन अहिले चाहिँ यस्तो आयो भने उसले पनि सपोर्ट गर्छ मैले चाहिँ यस्तो भन्छु उहाँले गीत लेखिसकेपछि चाहिँ पहिला मलाई नै सुनाउनुहुन्छ कि सबभन्दा पहिला यसरी लेखि पढेर सुनाउनुहुन्छ अनि यो ठाउँमा भएन चाहिँ यसको सट्टामा अर्को शब्द राख्छु न यसरी यस्तो मेलोडीमा बनाइछु न भनेर मैले चाहिँ सजेसन दिन्छु कि एडभाइस दिन्छु जस्तै आजै तपाईँको चस्मावाला भन्ने चाहिँ नि अब यो गीत आज भिडियो रिलिज भएको छ यो चस्मावाला चाहिँ कस्तो भने अब तपाईँले अब चस्मा लाएर चाहिँ अब तपाईँले उहाँको सपनाजीले चाहिँ तपाईँलाई चाहिँ यो गीत सपोर्ट गर्नुभयो कि वा चाहिँ यो चाहिँ कसरी चाहिँ खुल्नु गयो यो चाहिँ अब कस्तो भने खास चाहिँ अलिकति हाम्रो के अरे गायिका चाहिँ अलिकति फरक गीत चाहियो डान्स गीत चाहियो भन्नुभएको अहिले चलिरहेको ट्रेन्डको अलिकति युनिक मोडर्नहरू पनि होस् अनि मैले चलिरहेको अब अहिले छ नि प्रायः कालो चस्मा त सबैले लाउँछ नेपाली केटाहरू होइन वर्ल्ड वाइडै छ एउटा यो विषयलाई उठाएर एउटा थिम बनाएर चाहिँ कस्तो होला भन्दा त्यो एकदम राम्रो हुन्छ यसलाई गर्नु भने मैले गीत लेखेँ अनि उसलाई वर्डिङ सुनाएँ अनि अलिकति यहाँनिर यसरी डिस्क्राइब गर्नु भनेर सजेस्ट पनि गरेँ फलस्वरूप अहिले गीत राम्रो भयो भिडियो पनि राम्रो बनाएको छ तपाईँहरू दुईजनामा चाहिँ नि अलिकति जोली रोमान्टिक मुडको चाहिँ नि दुईजनामा चाहिँ को बढी हुनुहुन्छ हामी दुइटै छौँ हामी दुवै उस्तै छौँ कहिलेकाहीँ म एकदम बच्चा जस्तो पनि हुन्छु होइन नाच्ने अब हुन्छ नि एउटा एकदम बिल्कुलै भर्खरै लभ परेको जोडी जस्तो हामी त्यो हरकतहरू पनि हुन्छ जस हामी खुल्न जान्दछौँ होइन कहिलेकाहीँ अब रिसाउँदाखेरि फकाउनु पनि जान्दछौँ अहिले जान्दछौँ अहिले जान्दछौँ त्यस राम्ररी चलिरहेछ जस्तै यो तपाईँहरूको फेसबुकबाट चाहिँ लभ पऱ्यो भन्नुभएको छ होइन जस्तै यो फेसबुकबाट लभ परेपछि तपाईँहरूको यो भेटघाट अब यो डेटिङ चाहिँ नि कतिको अब फेसबुकमै डेटिङ हुन थाल्यो कि वा चाहिँ अब भेटघाट हुने क्रम भइरहेको थियो यो क्रममा चाहिँ कस्तो भयो भने हाम्रो चिन्जान हुँदाखेरि ऊ बाहिर थियो जब बाहिर थियो त्यतिखेर चिन्जान मात्रै भयो अनि पछि नेपाल फर्केको थियो त्यो 5 सालको टाइममा बिचमा होइन त्यो बेला चाहिँ हामी फर्स्ट भेट भएको त्यस पछाडि चाहिँ हामी त्यस पछाडिको चाहिँ अनेस्टली भन्नुपर्दा चाहिँ आजसम्म मलाई कहीँ पनि डेट चाहिँ लगाएको छैन डेटै भनेर स्पेसल डेट लगाएको छैन अब हरेक प्रोग्रामतिर लिएर हिँडिरहेको छु त्यसैलाई डेट मान्नुपर्ने हुन्छ अब भनेपछि अब तपाईँले सपनाजीको पनि अब कुरा बुझ्नु पऱ्यो उहाँ डेटमा जान खोजिरहनु भएको छ तपाईँले व्यस्तता हो कि चाहिँ अब चाहिँ अब बिहे भइसक्यो अब के डेटिङ गरिरहनु अब भनेर चाहिँ नि तपाईँलाई त्यो एउटा फेसन छ नि विवाह पछाडि हनिमुन हजुर त्यो नै भएको छैन भने चाहिँ उसले त्यो दाबी गर्नु स्वाभाविक पनि हो ए भनेपछि डेटमा जाँदैछु भनेपछि तपाईँहरूको यो विवाह भइसक्यो तर हनिमुन भएको छैन छैन एकदम प्लान चाहिँ छ होइन हजुर अब त्यतिकै कामको व्यस्तता हो म्याम चाहिँ त्यो भएर भ्याइरहेको छैन अब जस म्यानेज हुन्छ सायद सपनाजी हनी भएर होला तपाईँले त्यो लट्ठ पारेको हुनाले त्यो तपाईँले मूलतिर खोज्न नजानु भएको होला हनीमुन सबै उसमा छ हनी पनि छ मुन पनि छ होइन म चाहिँ हल्झिरहेको छु उसलाई चाहिँ चाहिरहेको छु डेट छ भनेपछि यो हनिमुन जाने सोचमा हुनुहुन्छ ठिक छ तपाईँलाई यो हनिमुनको लागि अल द बेस्ट थ्याङ्क यू हजुरलाई पनि जस अब लाइफ चलिरहेको छ यसरी नै हो होइन भर्खर अब नयाँ जोडी छौँ अझै धेरै अगाडि बढ्नु छ उसले मलाई सपोर्ट गरिरहेछ मैले उसलाई गरिरहेको छु एक रथको 2 पाङ्ग्रा जसरी हिँडिरहेको छ
भएको छ। जस्तो कि सपनाजीको चाहिँ नि उहाँले पनि तपाईँले गीत लेखेपछि उहाँले सपोर्ट गर्नु भन्नुभएको छ। उहाँको गीत पनि कुनै बजारमा आइपुगेको छ कि वा चाहिँ तपाईँले उहाँले लेख्नुभएको गीतलाई चाहिँ कुनै मोडिफाई गरेर चाहिँ अलि आफ्नो नाम राखेर चाहिँ बनाउनु भएको छ? एकदम सही कुरा गर्नुभयो होइन। अब पुरै उसको गीतलाई मोडिफाई गरेर नाम चाहिँ राख्ने थिएँ त्यो हजुरले सुन्नु भएको छ सेल्फी टु ट्युसन पढाउँछ नि हजुर त्यसको डुएट भएको छ नि उसले र मैले मिलेर लेखेँ। मैले केटाको पार्ट लेखेँ उसले केटीको पार्ट लेखेँ होइन त्यसमा एकदम सपोर्ट छ। म धेरै ठाउँमा भने पनि छु तर नाम चाहिँ मैले तिम्रो पनि राखिदिन्छु भन्नु मानेर मैले आफै राखेँ हो। त्यस हरेक कुरामा कतिपय कन्सेप्टहरू सेयरिङ गरिरहेको छ। उसको गीत आफ्नो बढी गजल लेख्छ उसले चाहिँ त्यो भएर गजल अहिले तत्काल नचलिरहेको हुनाले त्यो चाहिँ आइरहेको छैन। यस निकट भविष्यमा आउँछ जस्तो रचना भनेपछि तपाईँहरू दुईजनाको प्रेमको शब्दको पनि गीत आइसकेको रहेछ बजारमा? एकदमै आएको छ। भनेपछि त्यसलाई हामीले के सेल्फी गीतबाटै सेल्फी टु ट्युसन पढाउँछु भनेको उसको मेरो सरकारी भनेपछि तपाईँले उहाँलाई ट्युसन पढाएर चाहिँ नि मायाको जालमा पार्नुभयो एकअर्कामा? मायाको ट्युसन पढाइयो दुईजनाले मायाको ट्युसन पढाउनु भयो। भनेपछि त्यो ट्युसन अहिले चाहिँ नि के एक्जामतिर चलिरहेछ? अहिले ट्युसन जे छ अहिले एक्जामको सिलसिलामा छ। अब रिजल्ट आउनु बाँकी छ। रिजल्ट त अब हनिमुन हुने बाँकी नै छ भनेपछि त अब रिजल्ट त अवश्य आइहाल्छ नि। जस अहिले त्यो टर्मिनल एक्जामहरू चलिरहेको छ। ए ठिक छ। यसमा तपाईँ अवश्य पास हुनुहुन्छ भन्ने हामीलाई विश्वास लागेको छ। हनिमुन राम्रो बनाउनुहोस्, रिजल्ट पनि 100% निकाल्नुहोस्। तपाईँहरू दुईजनालाई फ्युचरको लागि अल द बेस्ट। थ्याङ्क यू।